ओके सो वान्स अगेन हजुरहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु आजको हाम्रो चौथो दिनमा ट्रेडिङ पाठशाला। र हामी बेसिक ट्रेडिङ चाहिँ हामीले नेपाली भाषामा सिकिरहेका छौँ। र यो नितान्त फ्री कोर्स हो। र अर्को कुरा यसले चाहिँ हजुरहरूलाई अबको 3 महिनाभित्रमा एउटा राम्रो चाहिँ एउटा ट्रेडिङ गर्न सक्ने लेभलसम्म पुर्याउनेछ भन्ने कुरा मैले विश्वास लिएको छु। र आजको हाम्रो टपिक रहेको छ वाइ बिटकोइन एन्ड गोल्ड आर द बेस्ट फर द बिगनर्स। यहाँनिर हेर्नुहोस् आजको हाम्रो टपिक रहेको छ वाइ बिटिसी एन्ड गोल्ड। होइन, बिटिसी र गोल्ड चाहिँ किन हामीले चाहिँ उ गर्ने र ब्रोकर र एक्सचेन्जले कसरी काम गर्छ, यो दुईटा टपिक म हजुरहरूलाई बताउँछु। होइन, र यो पाँचौँ टपिक आज भ्याइयो भने ठिकै छ, नत्र यसलाई हामी भोलि भोलि त हामी गर्दैनौँ क्लास, भोलि पर्सि छुट्टी लिन्छौँ है। वाइ बिटिसी एन्ड गोल्ड आर द बेस्ट फर द बिगनर मार्केट्स। ल यो कुरा बुझौँ अब। यसको लागि म गएँ, फेरि पनि हजुरहरूलाई यहाँ टाइप गर्न सजिलो हुन्छ र म यतैतिर गएँ है त। ल हेर्नुहोस्, बिटकोइन यो गर्नुहोस् त। बिटकोइन र गोल्ड हामीले दुईवटा एसेटमा के गर्छौँ, हामी अहिलेको लागि ट्रेड गर्छौँ है। अहिले हामी के गर्छौँ, बिटकोइन र गोल्डमा हामी ट्रेड गर्छौँ। किन त, किन यो दुईटा एसेट हाम्रो लागि इम्पोर्टेन्ट छ त भन्ने कुरा चाहिँ म तपाईँहरूलाई आज बताउन गइरहेको छु। बिटकोइन र गोल्ड चाहिँ तपाईँको के हो त भन्दाखेरि आजको समयमा सबैभन्दा वाइडली ट्रेड हुने के हो, एसेट हो। के हो त, बिटकोइन र गोल्ड चाहिँ आजको समयमा सबैभन्दा के छ हजुरको, वाइडली। वाइडली भनेको विश्वमा प्राय मान्छेहरूले के गरिरहेका छन्, बिटकोइन र गोल्डमा तपाईँको ट्रेड भइरहेको छन्। ट्रेडेबल एसेट, यसको अर्थ के हो भन्दाखेरि, यसको अर्थ के हो भन्दाखेरि बिटकोइन र गोल्डको चाहिँ भोल्युम के छ, तपाईँको डेली भोल्युम एकदम धेरै छ। बिटकोइन र यसको के छ, तपाईँको डेली भोल्युम। डेली भोल्युम भनेको के हो, एकै दिनमा मान्छेले चाहिँ तपाईँको चाहिँ हेर्नुहोस् त, बिटकोइन र गोल्डमा चाहिँ बिलियन्स एन्ड बिलियन्स डलरको के गर्छन्, बाइ सेल गर्छन्। र भोल्युम राम्रो भयो भने के हुन्छ भन्दा तपाईँको चाहिँ अर्डर जुन हुन्छ, अर्डर चाँडो चाँडो पिक हुन्छ। तपाईँले चाहिँ सेलमा लाउनु भयो तुरुन्तै सेल हुन्छ, तपाईँले बाईमा लगाउनु भयो तुरुन्तै बाई हुन्छ। होइन भनेको तपाईँले सेल गर्न पर्यो भने पनि तुरुन्तै सेल हुन्छ, बाई गर्न पर्यो भने पनि तपाईँको तुरुन्तै बाई हुन्छ। र यसले गर्दाखेरि तपाईँको के हुन्छ त, मार्केटमा स्मुथ के हुन्छ, ट्रान्जेक्सन हुन्छ। बिटकोइन र गोल्डमा के भइरहेको छ आजको समयमा, स्मुथ ट्रान्जेक्सन भइरहेको छ है। स्मुथ के भइरहेको छ, ट्रान्जेक्सन भइरहेको छ। र योभन्दा पनि तपाईँको अर्को एउटा राम्रो पक्ष भनेको चाहिँ के हो त भन्दाखेरि, बिटकोइन र गोल्डको अर्को राम्रो पक्ष भनेको चाहिँ तपाईँको के हो त भन्दाखेरि, यो चाहिँ तपाईँको के हो, यो चाहिँ बिगेस्ट मार्केट क्याप। बिगेस्ट मार्केट क्याप क्रिप्टोमा तपाईँको यो बिटकोइन भनेको 1 नम्बर टोकन हो क्रिप्टोमा। हेर्नुहोस् तपाईँको यहाँनिर तपाईँको चाहिँ के छ, हजारौँवटा तपाईँको के छन्, टोकनहरू छन् मार्केटमा। हेर्नुहोस् त, हजारौँवटा तपाईँको चाहिँ क्रिप्टोहरू छन् नि। तर अरूमा के हुन्छ, म्यानुपुलेसन ज्यादा हुन्छ। अरूमा के हुन्छ, म्यानुपुलेसन धेरै हुन्छ अरूमा। होइन भनेको अरूको चाहिँ के छ, फाउन्डरहरू तपाईँको चाहिँ एकदम धेरै धेरै टोकनहरू होल्ड गरेर बस्ने, अनि तपाईँको चाहिँ होइन म्यानुपुलेसन धेरै गर्ने, भनेको कहिले एकैचोटि मार्केट क्र्यास गराइदिने, रक पुल गरिदिने, $10को चिजलाई एकैचोटि $0 बनाइदिने, $0को टोकनलाई एकैचोटि $50 बनाइदिने। त्यस्तो किसिमको चाहिँ गेमहरू यिनीहरूको अरू टोकनहरूमा धेरै चल्छ। एकैचोटि 200 गुणा बढ्ने, 500 गुणा बढ्ने, अथवा 200 गुणा घट्ने, अथवा एकैछिनमा चाहिँ तपाईँको चाहिँ मार्केट धेरै म्यानुपुलेसन हुन्छ। र किन त्यस्तो हुन्छ भन्दा यिनीहरूको चाहिँ के हुन्छ त, तपाईँको धेरै सेन्ट्रलाइज हुन्छ। र अर्को कुरा भनेको तपाईँको यहाँ अरू चाहिँ के त, तपाईँको अल्ट कोइनहरूको चाहिँ के छ त भन्दा मार्केट क्याप पनि थोरै हुन्छ, र भोल्युम पनि तपाईँको डेली भोल्युम पनि अलिक थोरै हुन्छ। तर बिटकोइनको भोल्युम हेर्नुहोस् त, यहाँ यहाँ हेर्नुहोस् त, $96 बिलियन भोल्युम छ आज। हेर्नुहोस्, $96 बिलियन के छ, भोल्युम छ यहाँ। हेर्नुहोस् त, 96 बिलियनको के छ, डलरको भोल्युम छ मात्रै केमा, बिटकोइनमा। ल हेर्नुहोस्, एक दिनमा तपाईँको चाहिँ के छ त, 96ले 100 मानौँ न होइन,
$100 बिलियन के छ तपाईँको भोल्युम, $100 बिलियन चाहिँ तपाईँको के छ भोल्युममा ट्रेड भइरहेको छ। भनेको यत्रो ठुलो भोल्युममा ट्रेड हुँदाखेरि त सोच्नुहोस् त ट्रान्जेक्सन के हुन्छ, इजी हुन्छ, र तपाईँले बाई गर्न पर्यो भने पनि इजिली बाई हुन्छ, सेल गर्न पर्यो भने पनि इजिली के हुन्छ, सेल हुन्छ। एउटा कुरा। र त्यस्तै गरी गोल्डको पनि तपाईँको डेली ट्रान्जेक्सन बिटकोइनको भन्दा ठुलो हुन्छ, किनभने गोल्ड भनेको त बिटकोइनको भन्दा पनि के छ, 15-20 गुणा ठुलो मार्केट छ। भनेपछि 15-20 गुणा धेरै गोल्डमा के हुन्छ, तपाईँको भोल्युममा ट्रेड हुन्छ। बिटकोइनमा तपाईँको चाहिँ $100 बिलियन भोल्युम आउँछ भने गोल्डमा नभएको पनि तपाईँको 2 देखि 3 ट्रिलियन डलरको त आउँछ होला, होइन, गोल्डमा। भनेपछि यसरी चाहिँ तपाईँको के हुन्छ, यो धेरै ठुलो पैसा चाहिँ तपाईँको यहाँ हरेक दिन आउने र जाने हुन्छ। किनभने बाई मात्रै हुँदैन, सेल पनि हुन्छ नि त। भोल्युम भनेको चाहिँ यो $100 बिलियन, यो 2-3 ट्रिलियन डलर भनेको भोल्युम हो। यसको अर्थ चाहिँ के हो त, खरिद बिक्री भन्ने बुझिन्छ है। यो यहाँ बाई पनि हुन्छ, सेल पनि हुन्छ है यहाँ। ओके। र यो भोल्युममा तपाईँको चाहिँ के हुन्छ, तपाईँको काम हुन्छ। अब यसलाई अझै क्लियरली बुझाउँछु म, भोल्युम भनेको के हो। जस्तै मानौ हाम्रो यहाँनिर ल हाम्रो प्रफुल्लजी हुनुहुन्छ। हाम्रो प्रफुल्ल सरले के गर्नुभयो, हाम्रो प्रफुल्ल सरले चाहिँ 100 रुपियाँको सुन्तला के गर्नुभयो, कसैलाई बेच्नुभयो भने त्यहाँनिर के भयो, 100 रुपियाँको ट्रान्जेक्सन भयो। फेरि त्यो अर्को मान्छेले त्यो 100 रुपियाँको सुन्तला लगेर अर्कोलाई फेरि 200 रुपियाँमा बेच्नुभयो, त्यहाँ अर्को 200 रुपियाँको ट्रान्जेक्सन भयो। र त्यो टोटल भोल्युम कति भयो त्यहाँ त्यो दिनको, यता 100 उता 200 गरेर 300 रुपियाँको के भयो त्यहाँनिर भोल्युम भयो। यस, यसरी चाहिँ तपाईँको एक दिनभरिमा जति चाहिँ तपाईँको कारोबार हुन्छ त्यसलाई भनिन्छ भोल्युम। र आजको समयमा सबैभन्दा ठुलो भोल्युम भनेको क्रिप्टोमा, बिटकोइनमा आउँछ भने फोरेक्समा चाहिँ तपाईँको गोल्डमा आइरहेको छ। र त्यही भएको कारणले तपाईँको के छ, यो दुईटा चिजलाई हामीले सुरुवातबाट सिक्नको लागि युज गर्नेछौँ र भोलि प्रोफेसनली पनि हामीले यो दुईटालाई चाहिँ प्रायोरिटिज दिएर हामी ट्रेड गर्नेछौँ। किनभने यसमा धेरै ठुलो पैसाको के हुन्छ, तपाईँको ट्रान्जेक्सन हुन्छ। र अर्को कुरा, यसमा फ्लक्चुएसन एकदम कम हुन्छ। यो चार्टले एकदम राम्रो काम गर्छ, यो बिटकोइन र उसमा गोल्डमा। यो जुन चार्ट हुन्छ, यो चार्टमा पनि म्यानुपुलेसन एकदम कम हुन्छ। भोलि जब तपाईँले टेक्निकल कुराहरू सिक्नुहुन्छ नि, अब यो टेक्निकल कुरा त हामी छिरेकै छैन, मैले हेर्नुहोस् यो टेक्निकल कुरामा जब तपाईँ छिर्नुहुन्छ, यो क्यान्डल स्टिक त म सिकाउँछु नि त अब तपाईँहरूलाई, यो रातो के हो, यो हेर्नुहोस् त अलग अलग चार्टहरू बनेको छ नि यहाँ, किन यस्तो बन्यो, यो प्याटर्न के हो, यो ट्रेन्ड लाइन के हो, सबै सिकाउँछु म हजुरहरूलाई। यस्तो मजाले सिकाउँछु तपाईँहरूलाई, म यति सजिलो तरिकाले सिकाउने प्रयास गर्छु। मात्र तपाईँ ध्यान दिएर सिक्नुहोस् र हरेक दिन तपाईँ क्लासमा आउनुहोस् है। र अब रेकर्ड त गरेको छौँ हामीले, तर म युट्युबमा हेर्छु भनेर नबस्नुहोस्, किनभने लाइभमा केही केही कुराहरू हजुरहरूलाई मैले लाइभ डाटा पनि देखाइरहेको हुन्छु, मजा आउँछ होइन। र अर्को कुरा भनेको तपाईँको मैले भनिहालेँ, किन चाहिँ बिटकोइन र यो गोल्ड भन्दाखेरि, गोल्डको चार्ट र बिटकोइनको चार्ट चाहिँ के हुँदो रहेछ, तपाईँको एकदम क्लिन चार्ट हुन्छ। अरूभन्दा के हुन्छ, क्लिन चार्ट हुन्छ भनेको यहाँ म्यानुपुलेसन कम हुन्छ। तपाईँले चाहिँ यो चार्ट हेरेर तपाईँलाई के लाग्यो भने अब चाहिँ मार्केट डाउन जान्छ होला जस्तो लाग्यो भने, यदि तपाईँले राइट चाहिँ एनालाइसिस गर्नु भएको छ र तपाईँको चार्टले, इन्डिकेटरले त्यही अनुसार भनिरहेको छ भने त्यही अनुसार चाहिँ यसले काम गरिरहेको हुन्छ। भनेको इन्डिकेटरलाई चाहिँ बिटकोइन र गोल्डले एकदम धेरै के गर्छ, फलो गर्छ होइन। जस्तै यहाँ फेयर भ्यालु ग्यापहरू हुन्छ, यहाँ रेजिस्टेन्स हुन्छ, यहाँ तल सपोर्ट हुन्छ। यो सपोर्टले, रेजिस्टेन्सले, फेयर भ्यालु ग्यापले, मुभिङ एभरेजले, सबै कुराहरूले यहाँनिर मजाले काम गर्छ यो दुईटा चाहिँ उसमा, एसेटमा होइन। त्यही भएको कारणले गर्दाखेरि पनि हामीले बिटकोइन र गोल्डमा के गर्नेछौँ, ट्रेड गर्नेछौँ। हेर्नुहोस् है, मैले तपाईँहरूलाई किन बिटकोइनमा गर्ने भन्दा, बिटकोइन भनेको क्रिप्टोको सबैभन्दा 1 नम्बर मदर अफ कोइन भन्छ यसलाई, बाँकीलाई अल्ट कोइन भन्छ। बिटकोइन भनेको के हो, क्रिप्टोमा दुई किसिमको कोइन हुन्छ, एउटा बिटकोइन, एउटा अल्ट कोइन। बिटकोइन भनेको मेन टोकन भयो, अनि बिटकोइनदेखि बाहेकको सबै क्रिप्टोलाई के भन्छ, तपाईँको अल्ट कोइन भन्छ है। जस्तै तपाईँको बिएनबी भयो, यहाँ हेर्नुहोस्, यहाँ जति पनि यो बिटिसी भनेको एउटा टोकन भयो, मेन टोकन होइन, 1 नम्बरमा। र बिटिसीदेखि बाहेक जति पनि तपाईँले यहाँ देख्नुहुन्छ नि, लगभग हेर्नुहोस् यहाँ कति छ भन्दाखेरि, अहिले नम्बर अफ टोकन
लगभग होला तपाईँको 4-5 मिलियन 40-50 लाखवटा होला तपाईँको मार्केटमा टोकनहरू होइन। ती सबै के हुन्? अल्ट कोइनहरू हुन्। डज भयो, ट्रोन भयो, सोलाना भयो, एक्सआरपी भयो, बिएनबी भयो, इथिरियम भयो। अनि इथिरियमलाई चाहिँ आजको दिनमा अल्ट कोइनको राजा मान्छ, भनेको बिटकोइन पछाडि चाहिँ इथिरियमलाई मान्छ होइन। खेर बिटकोइन चाहिँ एक नम्बरमै पर्छ। र यसरी चाहिँ तपाईँको के छ यहाँनिर अल्ट कोइनहरू हुन् है, यिनीहरू चाहिँ हेर्नुहोस् यी अल्ट कोइनहरू हुन्। र यो अल्ट कोइनहरूमा चाहिँ के हुन्छ त तपाईँको रिस्क के हुन्छ? हाई हुन्छ। रिस्क के हुन्छ? ट्रेड गर्दा हाई हुन्छ। किन हामीले अल्ट कोइनमा एज अ बिगनर ट्रेड गर्दैनौँ भने अल्ट कोइनमा के हुन्छ? रिस्क भेरी हाई हुन्छ। के हुन्छ लेख्नुहोस् त? भेरी हाई हुन्छ। ट्रेडिङ आफै त रिस्की जब हो, 90%ले पैसा लस गर्छन्। त्यसमा पनि तपाईँले रङ चाहिँ ट्रेड गर्नुभयो, रङ एसेटमा ट्रेड गर्नुभयो भने त रिस्कको पनि रिस्क हुँदा त तपाईँको त भेरी भेरी रिस्क हुन्छ नि। त्यही भएर हामीले चाहिँ केमा गर्नु पर्यो? कि त बिटकोइनमा गर्नु पर्यो, कि चाहिँ तपाईँको केमा गर्नु पर्यो? गोल्डमा गर्नु पर्यो। किन भन्दाखेरि यो दुइटामा चाहिँ के हुन्छ तपाईँको अलिकति लो रिस्क हुन्छ ट्रेड गर्दाखेरि। तर अल्ट कोइनमा चाहिँ के हुन्छ? भेरी हाई रिस्क हुन्छ, भेरी हाई रिस्क है। ओके, रिस्क भनेको भेरी हाई लेखेको छु, यसलाई ब्राकेटमा राख्नुहोस् है। ओके, सो यसरी चाहिँ हजुरको के हुन्छ त? हामीले यो एसेटलाई चुज गरेर के गर्छौँ? हामीले ट्रेड गर्छौँ। एनिवेज, बुझ्नुभयो? सबैले बुझ्नुभयो? एज अ बिगनर हामीले के चुज गर्नुपर्ने रहेछ भनेर बुझ्नुभयो सबैजनाले? यस भने तपाईँहरूले तल उसमा म्यासेज बक्समा यस भनिदिनुहोस् ल। हुन्छ, हेर्नुहोस्, यो चिजहरू हामीले बुझ्यौँ भने एकदम यो बेसिक कुराहरू है त, यो एकदम बेसिक कुराहरू हजुरहरूलाई मैले बताइरहेको छु। किनभने यो बेसिक नबुझिकन अरू कुराहरू बुझिँदैन। यो बेसिक नबुझिकन चार्ट बुझिँदैन, बेसिक नबुझिकन हामीले इन्डिकेटर बुझिँदैन, बेसिक नबुझिकन हाम्रो के हुँदैन पछि? ग्रोथ हुँदैन है त। र बेसिक कुरा बुझ्न एकदमै जरुरी छ। एनिवेज ल, हजुरहरू सबैजना यसरी के अरे म्यासेज बक्समा पनि एक्टिभ रहनु होला हजुरहरू है। तपाईँहरूले एक्टिभ हुनुभयो भने मलाई एकदम के हुन्छ? मजा आउँछ। र जाउँ अब अर्को टपिकमा। अनि बिटकोइन हामीले केमा ट्रेड गर्छौँ त? अब यो टपिकमा जाने हामी। सो हाउ ब्रोकर एन्ड एक्सचेन्ज वर्क्स। यस, अब हाम्रो अर्को टपिक छ, यो 4th नम्बरको टपिक है, हाउ ब्रोकर्स एन्ड एक्सचेन्ज वर्क। यो टपिकमा जाउँ ल। सबै डिलिट गरिदिएँ मैले। ल हेर्नुहोस्, हाउ हाउ ब्रोकर्स एन्ड एक्सचेन्ज वर्क। ब्रोकर र एक्सचेन्ज भनेको के हो? ट्रेडिङको भाषामा ब्रोकर ब्रोकर र एक्सचेन्ज भनेको के हो? यसले कसरी काम गर्छ? यस, यो चिज हामीले बुझ्न एकदमै जरुरी छ होइन। ब्रोकर भनेको चाहिँ साधारण भाषामा यसरी बुझौँ है त। अब ब्रोकर भनेको के हो भन्दाखेरि ब्रोकर्सले चाहिँ के गरिदिन्छ त भन्दाखेरि तपाईँको बायर्स र सेलर्सलाई चाहिँ उसले के दिन्छ? तपाईँको एउटा माध्यम दिन्छ। जस्तै रियल इस्टेटको ब्रोकरहरू तपाईँले सुन्नु भएको होला नि होइन। होइन, बायर्सलाई र सेलर्सलाई चाहिँ उसले के दिन्छ? एउटा तपाईँको चाहिँ एउटा राम्रो मार्केट प्लेस दिन्छ, प्लेटफर्म दिन्छ। र एक्सचेन्ज पनि हजुरको लगभग ब्रोकर जस्तै हो। तर एक्सचेन्जले चाहिँ के गर्छ भन्दाखेरि डाइरेक्टली तपाईँको के गर्छ? तपाईँको चाहिँ अर्डर नै यसले के गर्छ? बायर्स र सेलर्सलाई तपाईँको के गर्छ? कनेक्ट गराइदिन्छ। ब्रोकर्समा चाहिँ तपाईँको के हुन्छ? जस्तै ट्याग मार्केटमा के हुन्छ त? ट्याग मार्केटमा चाहिँ के हुन्छ त भन्दा जस्तै तपाईँले सेल्फ ट्रेड गर्नु पर्यो ट्याग मार्केटमा भने के हुन्छ त? जस्तै फोरेक्सको ब्रोकर हुन्छ होइन, फोरेक्सको के हुन्छ? ब्रोकर हुन्छ होइन। फोरेक्सको के हुन्छ? ब्रोकर हुन्छ नि। फोरेक्समा के हुन्छ भन्दा होइन, फोरेक्समा के हुन्छ भन्दाखेरि हाम्रो चाहिँ जस्तै तपाईँले के गर्नुभयो? गोल्ड बाई गर्नुभयो। गोल्ड के गर्नुभयो? गोल्ड बाई गर्नुभयो भने सुरुमा तपाईँले बाई गर्नुभयो है भनेर त्यो ब्रोकरले के पाउँछ? तपाईँको त्यो इन्फर्मेसन पाउँछ। कसले? ब्रोकरले, ट्याग मार्केटले। मान्नुहोस् तपाईँले गोल्ड बाई गर्नुभयो भने होइन, ट्याग मार्केटमा सुरुमा यो कहाँ जान्छ? ट्याग मार्केटकोमा जान्छ।
ट्याग मार्केटकोमा जान्छ। अनि ट्याग मार्केट्सले के गर्छ फेरि, जुन अब तपाईँले बाई गरेपछि उसले त सेलर खोजेर तपाईँलाई दिनु परेन, उताबाट उसले सेलर पनि तपाईँको के हुन्छ, खोजिरहेको हुन्छ। र त्यो सेलरलाई चाहिँ तपाईँको के गरिदिन्छ, तपाईँसँग कनेक्ट गराइदिन्छ, यानि कि एउटा लिक्विडिटी चाहिँ प्रोभाइड गराइदिन्छ। ट्याग मार्केटले के गरिदिन्छ, लिक्विडिटी प्रोभाइडरसँग मिलेर बायर्स र सेलर्सलाई के गराउँछ, कनेक्ट गराउँछ। ब्रोकरले त्यसरी काम गर्छ। ब्रोकर भनेको चाहिँ के हो, तपाईँको बायर्स र सेलरलाई के गर्छ, उसले तपाईँको चाहिँ इन्डाइरेक्ट वेमा तपाईँको के गर्छ, कनेक्ट गराउँछ। डाइरेक्टली कनेक्ट गराउँदैन ब्रोकरले। ब्रोकरले के गराउँछ, इन्डाइरेक्ट वेमा तपाईँको के गराउँछ, कनेक्ट गराउँछ। जस्तै तपाईँले $100 चाहिँ गोल्ड बाई गर्नुभयो भने सुरुमा चाहिँ त्यो पैसा कहाँ जान्छ, ब्रोकर कहाँ जान्छ। $100 त्यो $100 मानौ तपाईँले $100 होइन गोल्ड चाहिँ के गर्नुभयो, बाई गर्नुभयो भने त्यो कहाँ जान्छ, यो पैसा सुरुमा एलपी कहाँ जान्छ, लिक्विडिटी प्रोभाइडर अथवा ब्रोकरकोमा जान्छ। अनि यो चाहिँ तपाईँको यो पैसा चाहिँ यिनीहरूले फेरि के गर्छन्, त्यो $100 पैसालाई चाहिँ उनीहरूले कुनै सेलरकोमा पठाइदिन्छन्, किन त्यहाँ सेलरहरू पनि हुन्छन्। अनि यसरी चाहिँ बायर्स र सेलरबाट उनीहरूले के त स्प्रेड फी अथवा कमिसन कमाउँछ। कमिसन बोनस चाहिँ उनीहरूले बायरबाट पनि सेलरबाट पनि उनीहरूले थोरै थोरै पैसा कमाउँछन्। अथवा उनीहरूको आफ्नो सिस्टम अनुसार उनीहरूले के गर्छन्, आफ्नो स्प्रेड फी हुने कि बाहिर सेलमा उनीहरूले ग्यास फी लिने हो कि के फी लिने हो त, त्यो फी चाहिँ लिन्छ ब्रोकरले। जस्तै तपाईँहरूलाई थाहा होला, जग्गा बेचिदिने मान्छेले र किनिदिने मान्छेले पनि त्यो हजुरको चाहिँ ऊ लिन्छ नि, फिस लिन्छ नि होइन, बेचिदिने मान्छेबाट पनि 2% 5% यसरी गरेर लिन्छ नि। त्यसरी नै ब्रोकरले पनि तपाईँको के गर्छ, किन्ने र बेच्नेलाई कनेक्ट गराइदिन्छ। अनि एक्सचेन्जले चाहिँ के गराइदिन्छ, एक्सचेन्ज पनि एउटा के हो, मार्केट प्लेस हो। एक्सचेन्ज पनि के हो, तपाईँको एउटा मार्केट प्लेस हो। तर एक्सचेन्जले चाहिँ के गर्छ, जस्तै बाइनेन्सले के गर्छ, एक्सचेन्ज भनेको के हो, उदाहरणको लागि बाइनेन्स, ल जस्तै विक्स पनि हुन्छ अहिले जुन मैले देखाएँ, बाइनेन्स अथवा यो विक्स, यिनीहरूले चाहिँ कसरी काम गर्छ भन्दा, यसले चाहिँ तपाईँको के त, हामीले जुन $100 मानव बिटकोइन किन्यौँ रे, यहाँनिर के गर्यौँ, अघि मैले तपाईँहरूलाई लाइभ किने नि होइन, $100 बिटिसी तपाईँले बाई गर्नुभयो भने यो $100 चाहिँ डाइरेक्टली तपाईँको कोसँग कनेक्ट हुन्छ, डाइरेक्टली तपाईँको के हुन्छ भन्दाखेरि तपाईँको चाहिँ सेलरसँग कनेक्ट हुन्छ। भनेको बायर र सेलरलाई ऊ चाहिँ के हुन्छ, डाइरेक्टली तपाईँको कनेक्ट हुन्छ। त्यहाँ चाहिँ तपाईँको पहिला यो हाम्रो $100 चाहिँ एक्सचेन्जमा जाने, अनि त्यो एक्सचेन्जमा गइसकेपछि तपाईँको चाहिँ के हुने, त्यहाँनिर थुप्रेर बस्ने भन्ने हुँदैन। यो ट्रेडिङमा चाहिँ, स्पोर्टमा चाहिँ एक लेभल हुनसक्छ, तर यो तपाईँको यो जुन ट्रेडिङ पार्टमा चाहिँ, यो फ्युचर ट्रेडमा चाहिँ तपाईँको डाइरेक्टली के हुन्छ, अर्डर चाहिँ तपाईँको के हुन्छ, तपाईँको त्यहाँनिर एक अर्कासँग उनीहरूले म्याच मात्रै गराउने हो। अनि बायरहरू धेरै भयो भने के हुन्छ, डिमान्ड बढ्छ र मार्केट माथि जान्छ। सेलरहरू धेरै भयो भने, बेच्ने मान्छेको चाहिँ अर्डर धेरै भयो भने यसरी मार्केट तल जान्छ। कि हेर्नुहोस् त, अहिले बिटकोइनको प्राइस किन तल गइरहेको छ त, अस्तिसम्म 90,000 थियो, अहिले 70,000 किन पुग्यो त बिटकोइनको प्राइस भन्दाखेरि तपाईँको के छ, यहाँनिर बेच्ने मान्छेहरू अहिले केही दिन यता धेरै भए। के भए, बेच्ने मान्छेहरू यानि कि सेलरहरू के भए, यहाँनिर धेरै भए। र जब फेरि पछि होइन, अब तपाईँको एक लेभल यिनीहरूले झार्छन् मार्केट, किनभने कहाँसम्म झार्ने भनेर मार्केट मेकरलाई थाहा छ नि त। अनि जब यिनीहरूले अब यहाँबाट मार्केट माथि लानुपर्छ भनेर जब उनीहरूले प्लान गर्छन्, त्यसपछि फेरि यिनीहरूले बायरहरू धेरै बनाउँछन् आफै, यानि कि बाइङ भोल्युम धेरै हुन्छ। त्यसपछि जब बाइङ भोल्युम धेरै हुन्छ, फेरि मार्केट माथि जान थाल्छ, गुटुङटुङ गुटुङटुङ गुटुङटुङ। र एक्सचेन्जले चाहिँ के गर्छ, बायर र सेलरलाई डाइरेक्टली के गरिदिन्छ, कनेक्ट गराइदिन्छ, बिना कुनै तपाईँको उनीहरूले नराखिकन त्यो फन्डलाई। तर ब्रोकरहरूले चाहिँ के गर्छ, त्यो फन्डलाई चाहिँ तपाईँको सुरुमा हाम्रो फन्ड लिक्विडिटी प्रोभाइडरमा पुगेपछि त्यसपछि बायर र सेलरको के हुन्छ, त्यहाँनिर चाहिँ तपाईँको एक्सचेन्ज हुन्छ, यानि कि तपाईँको के हुन्छ, ट्रेड हुन्छ। यसरी तपाईँको नर्मली ब्रोकर र एक्सचेन्ज साधारण हिसाबमा लगभग एउटै एउटै काम हो, तर पनि ब्रोकर र एक्सचेन्जले चाहिँ यसरी डिफ्रेन्सिएट तरिकाले काम गर्छन्। ओभरअल यसरी बुझौँ, यो दुईटाको काम भनेको हामीलाई कहाँ काम लाग्छ, ट्रेडिङमा काम लाग्छ, जहाँनिर हामीले के गर्छौँ, बाई र सेल गर्छौँ, हाम्रो केलाई, बिटकोइन र गोल्डलाई के गर्छौँ, बाई एन्ड सेल। कहाँनिर गर्छौँ हामी, कि त ब्रोकरमा गर्छौँ कि त एक्सचेन्जमा गर्छौँ।
है। हुन्छ, यो दुईटा टुल हामी युज गर्छौँ ट्रेड गर्नलाई। के गर्छौँ? यो दुईटा चाहिँ हामीले, होइन, यस, गोल्ड अहिले चाहिँ एउटा फेरि सजिलो के भएको छ भने एक्सचेन्जमा पनि गोल्डको ट्रेड गर्न मिल्छ। जस्तै बाइनेन्समा पनि अहिले पोहरूको के अरे गोल्डको पेयरहरू ल्याइदिएको छ, होइन। अनि इभन ट्याग मार्केटमा पनि बिटकोइन गर्न मिल्छ। अहिले एकदम सजिलो बनाइदिएको छ ट्रेड गर्न। पहिला जस्तो ब्रोकरमा चाहिँ फोरेक्स मात्र गर्न मिल्ने, एक्सचेन्जमा क्रिप्टो मात्रै गर्न मिल्ने छैन। अहिले यस्तो सजिलो छ मार्केट, यहाँनिर ट्रेड गर्न यति सजिलो बनाइदिएको छ अहिले, होइन। अहिले चाहिँ हजुरको के त, ट्याग मार्केटमा गएर तपाईँले, ट्याग मार्केट्समा गएर तपाईँले के गर्न सक्नुहुन्छ? बिटिसी र गोल्ड दुइटै ट्रेड गर्न सक्नुहुन्छ, होइन। र बाइनेन्स अथवा विक्समा गएर तपाईँले के गर्न सक्नुहुन्छ? तपाईँले बिटिसी एन्ड गोल्ड दुइटै ट्रेड गर्न सक्नुहुन्छ। हेर्नुहोस्, म तपाईँलाई विक्सको यहाँनिर देखाइदिन्छु, चार्ट देखाइदिन्छु ल। यहाँ हेर्नुहोस् ल, यहाँ बिटिसी गोल्ड ल, एक्सएयु, होइन, एक्सएयु, एक्सएयु भनेको गोल्ड है। अस्ति मैले हजुरलाई भनिसकेको छु ल। हेर्नुहोस् त, यी बाइनेन्स नै हेर्नुहोस् त, यी बाइनेन्स त के हो? तपाईँको एक्सचेन्ज हो नि। यी बाइनेन्समा तपाईँको गोल्ड गर्न मिल्छ अहिले। ल हेर्नुहोस्, यी मजाले डाइरेक्ट टु डाइरेक्ट। ल हेर्नुहोस्, अहिले हामीले फोरेक्स र एक्सचेन्जको लगभग सेम टु सेम हामीले दुईवटै एसेटमा ट्रेड गर्न सकिन्छ। एकदम राम्रो अहिले के छ तपाईँको ट्रेडिङ गर्नलाई, अहिले वातावरण एकदम चाहिँ सजिलो छ अहिले। मात्र तपाईँले चार्ट चाहिँ सिक्नु पर्यो। अब मार्केट बुझ्नु पर्यो, तपाईँको डिसिप्लिनलाई भोलिको दिनमा मेन्टेन गर्न पर्यो, रिस्क म्यानेजमेन्ट सिक्नु पर्यो। तपाईँले जति नि पैसा कमाउन सक्नुहुन्छ। मैले भने अहिले मार्केटमा दिनकै तपाईँको चाहिँ 50-50 लाख कमाउने ट्रेडरहरू छन्। लाइभ आएर बसिरहेको हुन्छन्, 7 बजे 8 बजे 9 बजे, 2-3 घन्टा बस्छन्, तपाईँको 10-20 हजार डलर कमाउँछन्, जान्छन्। कुनै कुनै दिन लस पनि गर्छन्, सधैँभरि प्रफिट गर्दैनन्। तर उनीहरूको मैले हेरेको म्याक्सिमम् प्रफिट गर्छन् उनीहरू, है। यो जुन बिटिसी अहिले क्रास भयो, यो क्रासमा 2-3 करोड पैसा कमाएछ एउटा ट्रेडर छ राम्रो। यस्तो राम्रो छ, त्यही भएर हजुरहरूले सिक्नुहोस्। तर टप 10मा चाहिँ आउनु पर्यो। टप 90मा आयो भने लस गर्ने हो। टप 10मा चाहिँ आउनु पर्यो। सो रेडी, सबैजना रेडी? बुझ्यो? आज यति बुझ्यो कुरा, है। एक्सचेन्ज र ब्रोकरले कसरी काम गर्दो रहेछ भन्ने कुरा बुझ्यो नि। अब यसलाई प्र्याक्टिकल त गर्न बाँकी छ है। म प्र्याक्टिकलसम्म चाहिँ हजुरहरूलाई लिएर जान्छु। अब लास्टमा एउटा अझै बुझौँ ल, एउटा टपिक अझै हेरौँ ल। 9:31 भयो यहाँनिर, भनेपछि 9:45 है त्यहाँ। ओके, एउटा टपिक छ ल। यो टपिक पनि हेरौँ आज, सक्दिउँ यसलाई ल। यो हाम्रो मेन एउटा ट्रेडिङ फाउन्डेसनलाई आज सक्दिउँ। वाट मुभ्स द प्राइस, वाट मुभ्स द प्राइस। ल हेर्नुहोस् त, यो एउटा नोट गर्नुहोस् त हजुरले। फिफ्थ टपिक, 5 नम्बरको टपिक, वाट मुभ्स द प्राइस। हजुरलाई अल्छी त लागेको छैन नि, होइन? अब सिक्ने कुरा अलिअलि अल्छी पनि लाग्छ। अब मैले यसलाई इन्ट्रेस्टिङ बनाउन पनि खोज्न चाहिँ, तर जति गरे पनि इन्ट्रेस्टिङ नहुन सक्छ है। वाट मुभ्स द प्राइस, धेरै इन्ट्रेस्टिङको चक्करमा फेरि मैले कथा कहानी बताएर पनि भएन। हेर्नुहोस्, डाटा त देखाउनु पर्ने हुन्छ, देखाउनु पर्ने कुराहरू। प्राइस चाहिँ तपाईँको केले गर्दा घटबड हुन्छ त? अब मैले हुन त धेरैचोटि भनिसकेको छु मैले तपाईँहरूलाई, त्यही पनि अब अन्तिमचोटि यो टपिकको एउटा पार्ट भएकोले म तपाईँहरूलाई बताउँछु। वाट मुभ्स द प्राइस, यो चार्ट हेर्नुहोस् त, कहिले माथि कहिले तल किन गइरहेको छ। यो क्यान्डल स्टिक हेर्नुहोस्। अब यो क्यान्डल स्टिक यति मजाको टपिक छ यो। म पछि तपाईँहरूलाई त्यसको क्यान्डल स्टिकको टपिक छ, 2-3 दिन लाग्छ यो क्यान्डल स्टिक पढ्नलाई। यो तपाईँको कुनै हेर्नुहोस् त लामो रातो बनेको छ, कुनै हजुरको हरियो बनेको छ, कुनै चाहिँ यो हेर्नुहोस् त, यहाँदेखि चाहिँ मार्केट तपाईँको हेर्नुहोस् त, होइन, यहाँसम्म झरेको छ। केले झार्यो त यो केले झार्यो यहाँसम्म? टाइप गर्नुहोस् त म्यासेजमा, भन्नुहोस् त मलाई कसैले। यो प्राइस मुभमेन्ट चाहिँ के को कारणले हुन्छ त? यी कहिले तल आउने, कहिले फेरि यहाँ तलबाट मार्केट हेर्नुहोस् माथि पुग्यो यी, होइन। यहाँबाट हेर्नुहोस् त मार्केट फेरि केही दिनमा केही समयमा यहाँ पुग्यो मार्केट यी। केले गर्दा हुन्छ त? मलाई म्यासेज गर्नुहोस् त एकचोटि, म्यासेज गर्नुहोस् त। सेलर्स, यस, यस। अरूले पनि सेलर, ओके, सेलर। मुभ भनेको डाउन मात्रै जाने होइन, डिमान्ड एन्ड सप्लाई, यस यस, ग्रेट ग्रेट। मुभ भनेको चाहिँ तल कहिले कहिले माथि, केले गर्दा हुन्छ? यस, भन्नुहोस् भन्नुहोस्, बोल्नुहोस् हजुरहरू सबैजना, टाइप गर्नुहोस्। त्यसले गर्दा हजुरहरूलाई के हुन्छ? सजिलो हुन्छ। ल, डिमान्ड, सेल्स एन्ड पर्चेज, यस यस, ग्रेट।
सेलर ह्याप्पियर यस ओके डिमान्ड यस यस धेरैजनाले ओभरअल करेक्ट एन्सर दिनुभएको छ प्राइस के को कारणले मुभ हुन्छ कुनै पनि कुराको भन्दाखेरि एउटा हुन्छ बायर बायरलाई के भनिन्छ अर्को भाषामा डिमान्ड हेर्नुहोस् है एउटा हुन्छ बायर बायरलाई अर्को भाषामा के भनिन्छ डिमान्ड अर्को हुन्छ सेलर अर्को के हुन्छ सेलर यसलाई भनिन्छ सप्लाई यसलाई भनिन्छ ट्रेडिङको भाषामा सप्लाई है जब मार्केटमा यो दुईवटा कुरा हुन्छ र यो दुईवटा कुरा चाहिँ एकैचोटि हुनुपर्छ अनि मात्रै मार्केट के हुन्छ मुभ हुन्छ मार्केटमा बाई र सेल त एकैचोटि हुने हो नि त जस्तै हजुर कसैले किनिरहेको छ भने कसैले त बेचिरहेको छ नि त किनेर मात्रै त हुँदैन नि त किन्नको लागि तपाईँको बेच्ने मान्छे हुनु पर्यो कि नै यस भनेपछि के हुनुपर्ने रहेछ तपाईँको चाहिँ मार्केट मुभ हुनको लागि बायर र सेलर हुनुपर्ने रहेछ बाहिर सेल हुनुपर्ने रहेछ र अर्को कुरा भनेको चाहिँ के हुनुपर्ने रहेछ भने तपाईँको चाहिँ अनि मार्केट चाहिँ कतिखेर माथि जाँदो रहेछ माथि मुभ कतिखेर हुँदो रहेछ भन्नुहोस् त मलाई माथि चाहिँ तपाईँको कतिखेर हुँदो रहेछ मार्केट मुभ ल हेर्नुहोस् यसरी मार्केट माथि चाहिँ कसरी जाँदो रहेछ पक्नुहोस् ल यहाँ मैले राम्रो एरो सेरो सबै बनाउनु मिल्छ यहाँ फेरि यति मजाको छ यहाँ होइन ल यहाँबाट गरौँ है ल मार्केट चाहिँ हजुरको माथि कतिखेर जान्छ भन्नुहोस् त टाइप गर्नुहोस् डिमान्ड बायर इन्क्रिज डिमान्ड यस यस इन्क्रिज डिमान्ड यस बायर धेरै हुँदा यस बाई एन्ड सप्लाई यस ग्रेट बायर हाबी हुँदा एकदम राम्रो ल एकदम राम्रो हजुरहरूले एकदम राम्रो अब धेरै कुरा बुझिसक्नुभयो हजुरहरूले थ्याङ्क यू भेरी मच मलाई यसरी हजुरहरूले म्यासेज मात्रै गरिदिनु भने धेरै खुसी हुन्छु यानि कि जब बायरहरू धेरै हुन्छन् मार्केटमा बायर जब हाबी हुन्छन् सेलर भन्दा जब बायरहरू धेरै हुन्छन् के हुन्छ त तपाईँको यानि कि बायर भनेको के त जब डिमान्ड है यसलाई डिमान्ड डिमान्ड भन्ने शब्द धेरै युज हुन्छ है तपाईँको ट्रेडमा सो जब बायर धेरै हुन्छ तब तपाईँको के हुन्छ मार्केट तपाईँको माथि जान्छ चार्ट के हुन्छ क्यान्डलस्टिक हरियो बन्छ यो हरियो क्यान्डलस्टिक बन्नुको अर्थ के हो तपाईँको यो टाइम फ्रेममा मार्केट के भयो बायर के भयो ह्यापी भए अनि तपाईँको ओभरअल फेरि ट्रेन्ड हेर्नुहोस् होइन बन्न चाहिँ तपाईँको रातो पनि बनिएको छ हरियो पनि बनिएको छ तर ओभरअल मार्केट त फेरि माथि गएको छ यसको अर्थ हरियो रातो बन्दै 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 गरे पनि तपाईँको लङ टाइम फ्रेममा चाहिँ बायर के भएका छन् ह्याप्पी भएका छन् र बिस्तारै 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 बायरले जितेका छन् र यहाँसम्म पुगे अनि फेरि यहाँसम्म पुगेपछि अब यहाँनिर के भयो तपाईँको यहाँनिर के भयो त तपाईँको हेर्नुहोस् त यो जोनमा आएपछि तपाईँको के रेजिस्टेन्स भयो अब बायरहरूसँग योभन्दा धेरै किन्ने क्यापेसिटी भएन थाके बायरहरू बायरहरू के भयो थाकेर बायरहरू बसे अथवा उनीहरूलाई प्रोफिट बुक गर्नुपर्ने भयो किनभने बायरहरूले पनि त तल किनेका हुन्छन् माथि पुगेपछि त बेच्नु पर्यो प्रोफिट त बुक गर्नु पर्यो प्रोफिट बुक गर्नु भनेको चाहिँ उनीहरूले 10 रुपियाँमा किनेको छन् भने 20 रुपियाँमा त लगेर बेच्नु पर्यो अनि अब बेच्न सुरु भएपछि के हुन्छ फेरि तपाईँको अब सप्लाई बढ्यो यानि कि यो रेजिस्ट्यान्स भनेको यहाँबाट सेलिङ सुरु भयो अब सेल सुरु हुँदै 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 फेरि हेर्नुहोस् त मार्केट तपाईँको यहाँबाट के भयो फेरि झर्न सुरु भयो अहिले पनि झर्या झरै छ यसको अर्थ के त तपाईँको मार्केट कतिखेर तपाईँको झर्ने रहेछ भन्नुहोस् त फेरि मार्केट कतिखेर झर्ने रहेछ म्यासेज गरिदिनुहोस् त मार्केट कतिखेर झर्ने रहेछ हजुरको म्यासेज गरिदिनुहोस् त सबैजनाले जब मार्केटमा के हुने रहेछ तपाईँको होइन के हुने रहेछ तपाईँको यस हाई गर्दा डिमान्ड हाई गर्दा prices lower the demand lower the price yes great सप्लाई सेल yes थ्याङ्क यू भेरी मच हजुरहरूलाई जब तपाईँको चाहिँ मार्केटमा सेल धेरै आउँछ कुनै पनि कुराको सेलिङ धेरै आयो भने के हुन्छ तपाईँको सप्लाई बढ्यो होइन किन सबैजना बेच्न मात्रै चाहन्छ आफूसँग भएको कुरा अनि बेच्न मात्रै खोजेपछि तपाईँको किन्ने मान्छे त घट्यो नि त अनि किन्ने मान्छे घटेपछि त्यो चिजको के हुन्छ भ्यालु अटोमेटिक घट्छ त्यो चिजको भ्यालु घटेपछि त्यो चिजको के घट्छ प्राइस पनि घट्छ
र यो संसारमा हरेक क्षेत्रमा हुने भनेकै के हो? तपाईँको सप्लाई र डिमान्ड हो। जुनसुकै कुराको पनि सप्लाई र डिमान्डमा के हुन्छ तपाईँको निर्भर हुन्छ। इभन व्यक्तिको पनि। बुझ्नुहोस् तपाईँलाई कुनै मान्छेले त्यति होइन जस्तै मानौँ कुनै मान्छेको चाहिँ स्यालेरी चाहिँ महिनाको 2 लाख रुपियाँ छ भने त्यो मान्छेको डिमान्ड के रहेछ? धेरै रहेछ मार्केटमा। मानौँ मलाई चाहिँ कसैले अथवा तपाईँ र मलाई चाहिँ कसैले महिनाको 20,000 पनि दिँदैन भने हाम्रो त डिमान्डै छैन रहेछ मार्केटमा। हाम्रो सप्लाई सप्लाई धेरै रहेछ। पर्सनल सप्लाई के रहेछ? हामी मस्त खाली रहेछौँ। बुझ्नुभयो नि? हामी के रहेछौँ? मस्त खाली रहेछौँ कि हाम्रो भ्यालु रहेन रहेछ भनेर बुझ्नु पर्यो। बुझ्नुभयो नि? सो यो चिजले पनि के हुन्छ? मार्केटको सप्लाई डिमान्ड चाहिँ यसरी हुन्छ हरेक क्षेत्रमा र ट्रेडमा पनि यही कुराले के हुन्छ? प्राइसलाई मुभ गर्छ। यानि कि सप्लाई र डिमान्ड नभइकन बायर र सेलर नभइकन प्राइस मुभ हुँदैन। र प्राइस चाहिँ तपाईँको होइन धेरै भयो भने के अरे बायर धेरै भयो भने मार्केट माथि जाने, सेलर धेरै भयो भने मार्केट तल जाने हुन्छ। अनि फेरि त्यतिले मात्रै हुँदैन। अब अर्को एउटा लास्ट कुरा छ, म बताएर बिदा हुन्छु। एउटा फाइनल कुरा छ। अब हेर्नुहोस्, प्राइस त मुभ त भयो बायर र सेलरले, तर जति अब छिटोको कुरा पनि आउँछ यहाँनिर। के आउँछ? स्पिडको कुरा आउँछ। कति स्पिडमा चाहिँ तपाईँको चाहिँ प्राइस मुभ हुने त? स्पिड अफ मुभमेन्ट। कति स्पिडमा चाहिँ प्राइस झर्ने त? कति स्पिडमा चाहिँ प्राइस बढ्ने त? अब कोही के हुन्छ भने तपाईँको चाहिँ मार्केटमा प्राइस बढ्न त बढ्छ, तर तपाईँको के अरे प्राइस मुभमेन्ट त हुन्छ, तर तपाईँको चाहिँ त्यो मुभमेन्ट चाहिँ कसरी हुन्छ भने बिस्तारै हुन्छ तपाईँको, होइन? बढ्न त बढ्छ, बिस्तारै बढ्छ। घट्न त घट्छ तपाईँको, बिस्तारै घट्छ तपाईँको। चार्ट यसरी लामो यसरी बनाउँछ। तर कुनै कुनै चाहिँ के हुन्छ हजुरको? बढ्दाखेरि एकैचोटि स्वाटै बढ्छ यसरी। घट्दा पनि हजुरको के हुन्छ? एकैचोटि स्वात्तै घट्छ। यो भनेको चाहिँ यो बेला चाहिँ के भएको भनेर बुझ्नु पर्यो। सर्ट टाइममा प्राइस धेरै मुभ भयो भने बायरहरू त्यो टाइममा के भए? बायर्स एन्ड सेलर्स त्यो टाइममा धेरै एक्टिभ भए। र बायर र सेलर जति धेरै एक्टिभ हुन्छन् त्यति छिटो छिटो के हुन्छ? प्राइस मुभ हुन्छ। यानि कि त्यति लामो लामो यस्तो क्यान्डल स्टिकहरू बन्छ। हेर्नुहोस् त, यहाँ कुनै कुनै लामा लामा बनाएका छन् कि नै, रातो र हरियो। कुनै कुनै चाहिँ सानो सानो बनाएको छ। हेर्नुहोस् त यहाँ, यो यहाँ हेर्नु त तपाईँले, यहाँ हेर्नुहोस्, यहाँनिर यो जोनमा हेर्नुहोस् त कति सानो सानो बनाएको छ, होइन? यो जोनमा हेर्नु त यतातिर, अनि यतातिर हेर्नु त फेरि कति लामो लामो बनाएको छ। टाइम फ्रेम त सेम हो, सेम टाइम फ्रेम हो, सबै 15-15 मिनटको हो यो चार्ट, यो के अरे क्यान्डल स्टिक। यहाँ चाहिँ लामो बनाएको छ, यहाँ छोटो बनाएको छ। किन भन्दा यो टाइम फ्रेममा बायर र सेलर थोरै भए, त्यही भएर बिस्तारै मुभ भइरहेको छ। यहाँ चाहिँ के भयो? धेरै एक्टिभ भए, धेरै भोल्युममा के भए? ट्रेड भए, र त्यो भएको कारणले छिटो छिटो मुभ भइरहेको छ। भनेपछि प्राइस मुभ हुने फ्याक्टर भनेको बायर र सेलर हो। अनि जति धेरै र जति ठुलो भोल्युममा तिनीहरू एक्टिभ भए त्यति छिटो मार्केट तल र माथि हुन्छ। यानि कि त्यसलाई के भन्छ? मार्केटको भोलाटिलिटी भन्छ। छिटो छिटो तल र माथि हुने प्रोसेसलाई के भन्छ? यो तपाईँले लेखेर राख्नुहोस्। भोलाटिलिटी। भोलाटिलिटी भनेको तपाईँको के हो? रेट अफ मुभमेन्ट अफ प्राइस। कुनै पनि चिजको मुभमेन्ट चाहिँ कति छिटो र कति ढिलो भइरहेको छ भन्ने कुरालाई के भनिन्छ? भोलाटिलिटी भनिन्छ। यदि छिटो छिटो मार्केट तल र माथि हुन्छ भने त्यो मार्केटलाई भनिन्छ हाइली भोलाटाइल। के भनिन्छ? छिटो छिटो मार्केट तपाईँको मुभमेन्ट हुन्छ भने के हुन्छ? तपाईँको हाई भोलाटाइल हुन्छ। त्यस्तो बेलामा ट्रेड गर्न हुँदैन भन्ने के छ? तपाईँको मान्यता छ, हाई भोलाटाइल भएको बेलामा। अनि एउटा हुन्छ बिस्तारै मार्केट तल माथि हुन्छ भने त्यसलाई भन्छ लो भोलाटाइल। र जहिले पनि बिटकोइन भन्दा गोल्ड चाहिँ के हुन्छ? लो भोलाटाइल हुन्छ। गोल्ड के हुन्छ? गोल्ड चाहिँ अलिक लो भोलाटाइल हुन्छ। बिटकोइन चाहिँ के हुन्छ? अलिकति हाई भोलाटाइल हुन्छ। किन? किन भन्दा यसमा चाहिँ के हुन्छ? तपाईँको यो बिटिसीमा चाहिँ तपाईँको मार्केट म्यानिपुलेसन धेरै हुन्छ र बायर सेलरहरू एक्टिभ पनि हुन्छन्, र तपाईँको त्यही अनुसारको रेट पनि तपाईँको भोल्युम पनि आउने भएकोले सर्ट टाइम फ्रेममा तपाईँको के हुन्छ? हाइली भोलाटाइल हुन्छ, होइन? यहाँ भोलाटाइल भोलाटिलिटी है ल। सो यसरी चाहिँ तपाईँको के हुन्छ? मार्केट चाहिँ तपाईँको
तल र माथि हुने प्रोसेसलाई के भनिन्छ, भोलाटिलिटी भनिन्छ। र जति तपाईँको यो बायर र सेलर धेरै एक्टिभ भयो त्यति भोलाटाइल हुन्छ। र तपाईँको चाहिँ के हुन्छ त भन्दा अर्को कुरा, हाइली भोलाटाइल भनेको चाहिँ तपाईँको सर्ट टाइम फ्रेममा धेरै बाई सेल भयो भने त्यसलाई हाई भोलाटाइल भनिन्छ भने आरामले मार्केट मुभ भइरहेको छ भने जस्तै हेर्नुहोस् त है, यहाँ यो टाइम फ्रेमलाई हेर्नुहोस् त, मार्केटै मुभ भएको छैन यति हेर्नुहोस् त है, न मार्केट माथि गएको छ न तल गएको छ। यो समयमा मार्केटमा के छैन, मार्केटमा भोलाटिलिटी छैन, धेरै भोलाटाइल छैन भन्नाले यो टाइम फ्रेममा के छ, मार्केट लो भोलाटाइल। यसरी चाहिँ हजुरले के बुझ्नु पर्यो, यो मार्केटलाई बुझ्नु पर्यो। होप आजको क्लास हजुरहरूलाई राम्रो लाग्यो भन्ने जतिले म्यासेजमा राम्रो लाग्यो भनिदिनुहोस्। अथवा केही कुरामा कन्फ्युजन छ र तपाईँहरूलाई केही अरू कुरा छ भने तपाईँहरूले त्यो पनि म्यासेजमा मलाई भन्न सक्नुहुन्छ है त। सो आजको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसलाई पनि म युट्युबमा म तपाईँहरूलाई अपलोड गरिदिन्छु। तपाईँहरूले हाम्रो युट्युब ट्रेडिङ पाठशाला भन्ने हाम्रो तपाईँको चाहिँ ऊ छ, युट्युब च्यानल छ, यसमा चाहिँ तपाईँहरूले के गर्नुहोस्, गएर हेर्नुहोस्। तर यसमा धेरै बेर म होल्ड गर्दिनँ यो ट्रेडिङ पाठशाला, किनभने हजुरहरू फेरि अल्छी हुन्छ नि त धेरै होइन, युट्युबमा छँदैछ भनेर। त्यही भएर हजुरहरूले हेर्नुहोस्, लगभग अहिले हाम्रो यसमा 900जना सब्सक्राइबर हुनुहुन्छ। यो हाम्रो पुरानो यो हाम्रो युट्युब च्यानल हो। यसमा पहिला मैले मोटिभेसनल भिडियोहरू हाल्ने गर्थेँ र पछिल्लो समय यसलाई हामीले ट्रेडिङको रूपमा युज गरिरहेका छौँ, ट्रेडिङ पाठशाला। र हजुरहरूले यो युट्युब च्यानललाई के गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। र तपाईँहरूले के गर्नुहोस्, यहाँनिर गएर यो भिडियोहरू हेर्नुहोस्। र यहाँ लाइभहरू पनि छ, म लाइभ सेसन पनि बसिरहेको हुन्छु। अहिले चाहिँ हजुरहरूको यो क्लासले गर्दाखेरि भ्याउँदिनँ, नत्र म लाइभ आएर म युट्युबमा यसरी लाइभ बसेर ट्रेड पनि गर्छु, म लाइभ ट्रेड है। र हजुरहरू पछि पछि अब जब यो कोर्स सकिसके पछाडि म चाहिँ युट्युबमा आउँछु लाइभमा, तपाईँहरू पनि हजुरहरू लाइभमा आएर हामी सँगै के गर्न सकिन्छ, लाइभ ट्रेड गर्न सकिन्छ। अथवा हामी त्यो बेला चाहिँ के अरे यो जुममै आएर पनि हामी लाइभ ट्रेड गर्न सकिन्छ पछि पछि है त। सो एनिवे आजको लागि हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै म बिदा हुन्छु। थ्याङ्क यू भेरी मच। शुभरात्रि।